नमस्कार, म तोडराज पौडेल, प्रधानाध्यापक धनपाल मावि, कसेनी बेलबारी 5 मोरङ। आज म यो अहिलेको नयाँ व्यवस्था अनुसार कक्षा 4 र 5 लाई पनि निरन्तर मूल्याङ्कन प्रणालीमा हालेको हुनाले यो नयाँ विषयवस्तुको बारेमा सानो भिडियो प्रस्तुत गर्दैछु। यसमा मैले एउटा सानो सफ्टवेयर निर्माण गरेको छु। यो मैले आफै निर्माण गरेको सफ्टवेयर हो। अब यो सफ्टवेयरमा को माध्यमबाट मैले कक्षा 4 र 5 को सबै विषयको स्थानीय विषय चाहिँ यसमा समावेश गरिएको छैन। स्थानीय विषय चाहिँ सम्बन्धित स्थानीय निकायमा समन्वय गरेर यसमा जोड्नुपर्ने हुन्छ र मैले यो एप्स सफ्टवेयर निर्माण गरेको छु। यो एप्समा दुईटा कक्षाहरू कक्षा 4 र 5 का विद्यार्थीहरू छनौट गर्न सकिन्छ। पहिले कक्षा छनौट गर्ने, त्यसपछि विद्यार्थीको नाममा रोल नम्बरबाट पनि विद्यार्थी छान्न सकिन्छ। त्यसपछि छानिएको विद्यार्थीहरूमध्ये थुप्रो कुन कक्षा हो त्यो सम्बन्धित कक्षाका विद्यार्थीहरूको सूची आउँछ। त्यो सूचीबाट जुन विद्यार्थी छान्ने हो त्यो छान्न सकिन्छ। त्यसपछि सम्बन्धित कक्षाको विषय आउँछ। त्यो विषय पनि छान्न सकिन्छ। कुन विषय छान्ने हो त्यो विषय छनौट गर्न सकिन्छ। त्यो विषयभित्रको पनि फेरि कुन पाठ हो त्यो पाठ छान्न सकिन्छ। यसरी विषयवस्तु, विद्यार्थी, कक्षा, विद्यार्थी, विषय र विषयवस्तु छानिसकेपछि हामी अब यो अर्को पेजमा जान सक्छौँ। जस्तै अहिले छानिएको विषय भनेको यहाँ माथि देखिन्छ, तल पनि देखिन्छ, विषयवस्तु कथा नीतिपरक र कविता नीतिपरक र कक्षा 4 रोल नम्बर 1 को विद्यार्थीको हामी यहाँ निरन्तर मूल्याङ्कनको रेकर्ड राख्दैछौँ। निरन्तर मूल्याङ्कनबाट प्राप्त गरेको अङ्क हामी राख्दैछौँ। जस्तै यस विषयमा जम्मै सुनाई, बोलाइ, पढाइ, लेखाइ, शब्द भण्डार र भाषिक संरचना गरेर कक्षा 4 का नेपालीका सबै विषयमा जम्मा 6वटा विषयवस्तु सिप, अपेक्षित सिपहरू जम्मा 6वटा दिएका छन् र ती सिप प्राप्त गर्नका लागि सिकाइ उपलब्धि सूचकहरू पनि सबैमा दिएको छ। यो निरन्तर यहाँ आएको छ र अब यो हामीले गरेको मूल्याङ्कन कुन मितिमा गरेको हो। जस्तै यो विद्यार्थीको नाम यहाँ रहेको छ अमरगिरी भन्ने विद्यार्थीको कुन मितिमा हामीले यो रेकर्ड राखेका छौँ भन्दाखेरि जस्तै साउन 3 गते हामीले राखेका हौँ भने साउन 3 गते यहाँ मिति छनौट गर्न सकिन्छ। उसले प्राप्त गरेको अङ्क कति हो त भन्दा ल यो अनुमानित हो 3 नम्बर प्राप्त गर्यो भने 3 अङ्क प्राप्त गर्यो भने 1 र 2 आयो भने पुनः फेरि अर्को थप सहायता पछिको मूल्याङ्कन गर्ने। 1 र 2 आएन र 3 र 4 आयो भने फेरि त्यसलाई रिपिट गर्नु नपर्ने भनिएको निर्देशन छ। त्यो निर्देशनको बारेमा पछि हामी कुरा गर्दैछौँ। यसै भिडियोमा आउँछ त्यो कुरा। त्यस्तै बोलाइबाट प्राप्त भएको कुरा पनि हाम्रो 3 नै छ मान्यो, यो चाहिँ अनुमानित हो। त्यसै दिन हामीले यो रेकर्ड राख्यौँ। त्यसपछि त्यही मितिमा हामीले अर्को रेकर्ड राखेका छौँ। त्यो भनेको जस्तै विद्यार्थीले 2 मात्रै अङ्क प्राप्त गर्यो। यसरी 2 मात्रै विद्यार्थीले अङ्क प्राप्त गर्यो भने चाहिँ पुनः उसलाई अर्को अभ्यास गराउन आवश्यक हुन्छ। अब कुन मितिमा अर्को अभ्यास गरियो त भन्दाखेरि 5 गते हामीले अर्को अभ्यास गरेर उसलाई 3 अङ्क दियौँ भने 3 अङ्क प्राप्त उसले गर्यो भने अब अर्को अभ्यास चाहिँ कसरी गर्ने, कहाँबाट यो आउँछ, यो अभ्यास गर्ने चाहिँ मूल्याङ्कनका तरिकाहरू के हुन् भन्ने कुरा हामी अर्को सेक्सन छ, त्यो सेक्सनमा म उल्लेख गर्नेछु। र अब लेखाइमा पनि त्यसरी नै उसले 3 अङ्क प्राप्त गर्यो, 4 अङ्क प्राप्त गर्यो लेखाइमा, त्यही मितिमा हामीले राख्यौँ यसको रेकर्ड। यो रेकर्ड मात्रै हुँदैछ यहाँ। त्यस्तै शब्द भण्डारमा पनि विद्यार्थीले त्यही मितिमा 3 गतेकै मितिमा हामीले रेकर्ड राख्यौँ, त्यसमा उसले 4 अङ्क ल्यायो। त्यस्तै गरी भाषिक संरचनामा पनि 3 गते नै हामीले त्यसलाई 3 नम्बर दियौँ भने अब यो विद्यार्थीको जम्मा यो पाठको यो विद्यार्थीका 6वटा जम्मा मूल्याङ्कन भएका उपलब्धिहरू 6वटा प्राप्त 20 6 चौको 24 20 अङ्क उसले प्राप्त गर्यो। जम्मा 83.33% हुन आयो र त्यो चाहिँ ए ग्रेड हुन्छ। अब यसरी नै सबै विद्यार्थीको यो विषयको सबै विद्यार्थीको यो युनिट भन्नु पाठ भन्छौँ हामी। धेरै नेपालीहरूको हाम्रो चलन पाठ भन्ने छ, तर यहाँ विषयवस्तुको क्षेत्र भनेर दिएको छ। यो विषयवस्तुको क्षेत्रभित्र सबै विद्यार्थीको यसरी नै रेकर्ड गर्न सकिन्छ, सबै कक्षाको गर्न सकिन्छ। अनि यसको चाहिँ समष्टिगत तल देखाउँछ। जस्तै कथा, यो विद्यार्थीको कथा नीतिपरकको भइसक्यो, 6वटामा 6वटै सिपको मूल्याङ्कन गरियो, 20 ल्यायो र यति पर्सेन्ट पुरा भयो, यो पुरा भइसकेको छ। सबै यसमा दिएका सबै पाठका जस्तै नेपाली विषयमा 15वटा पाठ छन्, 15वटा विषय क्षेत्र छन्। ती 15वटा विषय क्षेत्रमा सबै विद्यार्थीको उपलब्धिको जम्मा सिपहरू 6वटा सिपको मूल्याङ्कन गर्नुपर्ने हुन्छ। 24 पूर्णाङ्क हुन्छ। यो सबै रेकर्ड यसरी यहाँ बस्छ र यसलाई प्रिन्ट गर्न पनि सकिन्छ भन्ने कुरा मैले यो क्षेत्रबाट
देखाउन सकेँ। र यो सफ्टवेयरमा चाहिँ नयाँ विद्यालयमा लगेर विद्यार्थी थप गर्न पनि सकिन्छ, पुराना विद्यार्थी हटाउन पनि सकिन्छ, एउटा विद्यार्थी नयाँ थप गर्न पनि सकिन्छ, सिँगै थप गर्न पनि सकिन्छ। यसरी सफ्टवेयर निर्माण भएको छ। अब यसको यो पाटो सकियो। यो पाटो सकिएपछि अब यसका सूत्रहरू पनि यहाँ दिएका छन्। सबै पाठको सूत्र कसरी, सबै पाठको मूल्याङ्कन गरिसकेपछि सूत्रबाट कसरी निकाल्ने, हामी हार्ड कपीमा निकाल्नु पर्यो भने, हातले गऱ्यौँ भने, म्यानुअल टास्क गर्नु पर्यो भने, यहाँ पनि यसको पनि सूत्र दिएको छ। यी सूत्रहरू पनि यहाँ समावेश गरिएका छन्। अब त्यसपछि अब जम्मा यो अब हामी यतातिर लाग्छौँ। यतातिर भनेको चाहिँ यो आधिकारिक मार्गदर्शन, यो रेकर्ड, विद्यार्थीको रेकर्ड चाहिँ मूल्याङ्कनको, निरन्तर मूल्याङ्कनको रेकर्ड चाहिँ आधिकारिक मार्गदर्शनबाट निर्माण गरिएको। यो आधिकारिक मार्गदर्शन चाहिँ शिक्षा मन्त्रालयले प्रकाशित गरेको आधिकारिक हो, जसमा चाहिँ जम्मा 149 पेज छ। 149 पेजभित्रबाट चाहिँ हामीले यो मैले यो सफ्टवेयर तयार गरेको छ र हामीले यसैमा बसेर काम गर्नुपर्ने हुन्छ। अब यसमा हाइलाइटिङ पोइन्ट्सहरू के छन् त भन्दाखेरि यो आधिकारिक निर्देशनमा जम्मा 25वटा मैले महत्त्वपूर्ण निर्देशन भनेर लिएको छु। यसका विशेषताहरू पनि छन्, निर्देशन पनि यही समावेश गरिएको छ। निरन्तर मूल्याङ्कन किन भन्ने कुरा गरिएको छ, अनि यसले के फाइदा, यसका फाइदाहरू के छन् भन्ने कुराहरू दिएको छ। जस्तै निरन्तर मूल्याङ्कनको 1-4 स्तर छ। 1-4 स्तरमा 1 र 2 ल्यायो विद्यार्थीले भने पुनः दोहोऱ्याएर परीक्षा लिएर 3 या 4तिर लैजानुपर्छ। 1 र 2 नल्याइकन सुरुमै 3 ल्यायो भने 3बाट फेरि 4तिर बढाउन आवश्यक पर्दैन, 3लाई स्वीकृत गरिएको छ। त्यसैले टिचरले विद्यार्थीको मूल्याङ्कन गर्दा सतर्कता साथ मूल्याङ्कन गर्नुपर्ने हुन्छ र विद्यार्थी 1 र 2मा सीमित भयो भने फेरि 3तिर उसलाई लानको लागि अर्को अभ्यास गर्नुपर्ने हुन्छ। अब यसरी जस्तै विद्यार्थीले यो अमरगिरी भन्ने विद्यार्थीले सुनाइ पाठका आधारमा छलफल गर्दाखेरि छलफल गर्न सक्ने भन्दाखेरि 3 अङ्क प्राप्त गर्यो, 4 पूर्णाङ्कमा 3 अङ्क प्राप्त गर्यो। कसरी प्राप्त गर्यो त, त्यो कुन तरिकाबाट त्यसको मापन गरियो भन्ने कुरा चाहिँ हामी यहाँ मूल्याङ्कनका साधनमा जान्छौँ। मूल्याङ्कनका साधन अन्तर्गत जस्तै अब यही निर्देशिकाले दिएको छ। शिक्षा मन्त्रालयबाट प्रकाशित गरिएको विद्यार्थी मूल्याङ्कन मार्गदर्शन 2083 अन्तर्गत जम्मा 10वटा चाहिँ तरिकाहरू, मूल्याङ्कनका सम्भावित तरिका तथा साधनहरू भनिएको छ। यीमध्ये 10वटा साधनमध्ये कुनै एउटा साधन प्रयोग गर्नुपर्ने हुन्छ। 2टा साधन, 3टा साधन कति सकिन्छ, कम्तीमा एउटा त चाहियो नै। सकिन्छ भने जति सक्दो धेरै प्रत्येक सिपसँग जोडेर, सुनाइ सिपसँग कुन मिल्छ, बोलाइ सिपसँग कुन मिल्छ, पढाइसँग कुन मिल्छ, लेखाइसँग कुन मिल्छ, त्यस्तै फरक सिपसँग यी फरक साधनहरू प्रयोग हुन सक्छन्। परियोजना कार्य हुनसक्छ, प्रयोगात्मक कार्य, कार्य सम्पादन, सहपाठी मूल्याङ्कन, लिखित कार्य हुनसक्छ। अब कतिवटा प्रयोग गर्न सकिन्छ, एउटा मात्रै प्रयोग गर्ने, एउटाभन्दा बढी प्रयोग गर्ने, अब यिनीहरूको लागि चाहिँ अनि यी 10वटा साधनमध्ये हामीले छनौट गरेर राख्नुपर्ने हुन्छ। अब यसमा चाहिँ कसै आधिकारिक सम्भावित साधनहरू के त रुजु सूची, रुब्रिक, श्रेणी मापन, मौखिक प्रश्न, फारम, घटना, यी सबै कुराहरू चाहिँ प्रत्येक साधनभित्रको फेरि अझ यिनीहरूलाई अझ सानो तहमा फारम निर्माण गर्नको लागि रुजु सूची, श्रेणी मापन फारम तयार गर्ने, यी फारमहरू कसरी तयार गर्न सकिन्छ भन्ने कुराको लागि चाहिँ फेरि छुट्टै भिडियो बनाउनु पर्ने हुनसक्छ। तर यो निर्देशिकाले चाहिँ टिचरहरू यो कुरामा अलरेडी ज्ञाता छन् र उनीहरूलाई यो कुरा थाहा छ भन्ने आधारमा यो तयार गरिएको छ। रुजु सूचीका लागि यसले धेरै व्याख्या गर्न चाहँदैन, रुजु सूची मात्रै लेख्छ। श्रेणी मापन फारम, यी फारमहरू चाहिँ टिचरले आफूले बनाएर त्यसअनुसार नै विद्यार्थीको मूल्याङ्कन गर्नुपर्ने हुन्छ। स्वमूल्याङ्कन हुन्छ, अभिभावक प्रतिक्रिया हुन्छ, सहपाठी मूल्याङ्कन, यीमध्ये कुन चाहिँ उपयुक्त हुन्छ, कुन सिपसँग त्यो चाहिँ उल्लेख गर्नुपर्ने हुन्छ। अब विद्यार्थीले 1 नम्बर मात्रै प्राप्त गर्यो, यसरी प्रयोग गरिएका साधनहरूबाट मूल्याङ्कन गर्दा 1 अङ्क मात्रै प्राप्त गर्यो भने के होला त, अनि 2 अङ्क प्राप्त गर्यो भने के होला, 3 अङ्क प्राप्त गर्यो भने के होला, 4 अङ्कको के हो त अर्थ भन्ने कुरा पनि यहाँ दिएको छ। सिकाइ उपलब्धि हासिल गर्न नसकेको भन्ने हुन्छ, 2 ल्यायो भने सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको भन्ने हुनसक्छ, 3 नम्बर ल्यायो भने सिकाइ उपलब्धि धेरै जसो हासिल गरेको, 4 नम्बर ल्यायो भने सिकाइ उपलब्धि पूर्ण रूपमा हासिल गरेको भन्ने अर्थ लाग्छ। यसरी जस्तै अब एउटा विद्यार्थीको यहाँ मैले चाहिँ एक्जाम्पल दिएको छु, तर यो एकदम लिमिटेड छ, व्यापक रूपमा यसलाई फेरि छलफल गर्नुपर्ने हुनसक्छ। एक्जाम्पल मात्रै हो। जस्तै यही अमरगिरी भन्ने विद्यार्थी, जुन विद्यार्थी यहाँ छ, यही विद्यार्थीको लिङ्क यता पनि देखिन्छ। कक्षा 4 रोल नम्बर 1 को कविता नीति परकमा मैले चाहिँ लिखित कार्यबाट उसलाई मूल्याङ्कन गरेँ। लिखित कार्यबाट मूल्याङ्कन गर्दाखेरि चाहिँ उसको अब मैले एउटा मात्रै काम नगरिकन धेरैवटा गर्नुपर्ने, जस्तै अवलोकन गर्नुपर्ने हुनसक्छ, उसँग कुराकानी छलफल गर्नुपर्ने हुनसक्छ, परियोजना कार्य, प्रयोगात्मक कार्य, यी सबै सकेसम्म धेरै साधन अपनायो, जति धेरै साधन अपनाउन सक्यो उति प्रभावकारी हुन्छ भनिएको छ।
अब यसबाट पनि अवलोकनमा पनि यी फार्महरू तयार गरेर जानुपर्ने हुन्छ, डायरी मेन्टेन गर्नुपर्ने हुन्छ, विद्यार्थीको रेकर्ड राख्नुपर्ने हुनसक्छ, यिनीहरूको बारेमा फेरि थप कुराकानी गर्नुपर्ने हुनसक्छ। त्यो कुनै दिन हामीले समय निकालेर त्यसलाई थप कुराकानी गर्न सक्छौँ। अब त्यो विद्यार्थीले चाहिँ अब कुनै एउटा साधन प्रयोग गरेर, मानिलिउँ लिखित साधन प्रयोग गरेर चाहिँ त्यो विद्यार्थीले प्राप्त गर्यो भने, अब हामीले लिखित कार्यबाट चाहिँ हामीले त्यो गऱ्यौँ भने लिखित कार्यमा टिक लाउने, लिखित कार्यबाट गर्दाखेरि चाहिँ विद्यार्थीले कति अङ्क प्राप्त गर्यो भन्ने कुरा हामी चाहिँ यहाँ दिन्छौँ। लिखितमा उसले कुन मितिमा भन्ने कुरा पनि राख्न सकिन्छ। अब जस्तै 4 नम्बर उसले प्राप्त गर्यो भने यही 4 नम्बरलाई अब एउटा मात्रै साधन प्रयोग गरेको छ भने यही 4 नम्बरलाई सुनाइमा लगेर एडजस्ट गर्ने हो, ऐको रेकर्ड यसैलाई उता सार्ने हो होइन। एकभन्दा बढी चाहिँ साधन प्रयोग गरिएको छ भने औसत अङ्क निकालेर त्यही औसत अङ्कलाई नि लगेर हामी चाहिँ यो अगाडि राखिएको रेकर्ड फाइलमा रेकर्ड गर्छौँ। अब दुईटाको यता प्राप्त गरेको अङ्क सिधै यता लिङ्क गराउन पनि सकिन्छ, त्यो चाहिँ अहिले गर्न सकिएको छैन। र यसरी जस्तै अब दुईटा अभ्यासबाट उसले गर्यो भने कसरी प्राप्त गर्ने, निकाल्ने त अङ्क कसरी राख्ने भन्ने तर्क हुनसक्छ। हामीले एउटा लिखित गऱ्यौँ, अर्को चाहिँ हामीले के गर्यौँ भने परियोजना कार्य गऱ्यौँ भने परियोजना कार्यमा विद्यार्थीले कति अङ्क ल्यायो त भनेर प्रश्न आउनसक्छ। परियोजना कार्यमा विद्यार्थीले परियोजना कार्यमा उसले कति अङ्क ल्यायो भनेर प्रश्न आउनसक्छ। परियोजना कार्यमा आएको नम्बरलाई फेरि औसतमा राख्नुपर्ने हुन्छ। परियोजना कार्यमा उसले प्राप्त गरेको अङ्क र अनि लेखाइमा प्राप्त गरेको अङ्कलाई हामीले जस्तै परियोजना कार्यमा 3 मात्रै ल्यायो भने 4 र 3 को औसत 7 हो, 7 को औसत चाहिँ 3.5 हुन्छ, 3.5 नराखेर 4 राख्नुपर्ने हुन्छ। अब 2 मात्रै प्राप्त गर्यो त्यो विद्यार्थी परियोजना कार्य भने 4 र 2 6 हुन्छ, 6 मा 3 अङ्क मात्रै राख्नुपर्ने हुन्छ। अब यसरी एकभन्दा बढी मूल्याङ्कनका साधन प्रयोग गरियो भने चाहिँ औसतबाट प्राप्त भएको नम्बर त्यहाँ राख्नुपर्छ। अब प्रत्येक सिपसँग फरक के अरे मूल्याङ्कनका साधनहरू पनि हुन सक्छन्। प्रत्येक सिपसँग एउटै पनि हुन सक्ने भए अब यी सबै विषयवस्तु गरिसकेपछि चाहिँ यिनीहरूको वार्षिक रेकर्ड यहाँ यसरी आएर बस्छ। विद्यार्थीको वार्षिक रेकर्ड यसलाई चाहिँ छाप्न पनि सकिन्छ, यसरी छाप्न सकिन्छ प्रत्येक विद्यार्थीको हैन। प्रत्येक विद्यार्थीको प्रत्येक युनिटको कक्षा 4 को विषय नेपालीको चाहिँ यो एउटा अमरगिरी भन्नेको यसरी नै सबै विद्यार्थीहरूको विषयगत रूपमा यिनीहरूलाई प्रिन्ट गरेर निकाल्न पनि सकिन्छ। र यसरी सबै रेकर्ड तयार गरिएको, सबै रेकर्ड भएको र यतापट्टि हामीलाई मार्गनिर्देशन गाइडको रूपमा मार्गनिर्देशन छ। यसलाई हामीले बिचमा शङ्का लाग्यो र परिमार्जन गर्नु पर्यो भने परिमार्जित मार्गनिर्देशन अनुसार यसलाई परिमार्जन गर्दै जानुपर्ने हुन्छ। र थप अब यो सफ्टवेयरभित्र गर्न सकिने कामहरू यसरी माथि सिनेनमा लिपिबद्ध गरिएको छ। प्रत्येक विद्यार्थीको यसरी रेकर्ड गरेर गइयो भने यसले चाहिँ दुईटा कुरा प्राप्त हुन्छ। एउटा त प्रविधिको ज्ञान भयो भने सजिलै यो काम सजिलो छ, सजिलो गर्न सकिन्छ। अर्को चाहिँ यो भिडियोले शिक्षकलाई निरन्तर मूल्याङ्कन के हो र यसबाट के कुराहरू आउन सक्छन् विद्यार्थीलाई भन्ने कुरा पनि यो भिडियोले सहयोग पुग्छ भन्ने मैले अपेक्षा गरेको छु। प्रविधि को उपयोगबाट यस्तै सफ्टवेयरबाट काम गर्न सकियो भने यस्ता सफ्टवेयर सानातिना सफ्टवेयरले पनि टिचरलाई ठुलो सपोर्ट पुग्न सक्छ र कक्षा कोठा बढी व्यवस्थित हुन सक्छन् भन्ने आशयले यो तयार गरिएको छ। र सबै शिक्षक साथीहरूले यसलाई हेरेर थपबाट कुराहरू कमेन्ट गरिदिनु होला, राम्रा नराम्रा पक्षहरू कमेन्ट गरिदिनु होला, सल्लाह दिनु होला र योभन्दा अझै उच्च स्तरको र सहयोगपूर्ण सबै पक्षलाई समेटेर अर्को भिडियो निर्माण गर्न सकिन्छ कि भन्ने कोसिसमा म लाग्नेछु। हवस् त आजलाई यति नै, धन्यवाद।